हेलो माई युट्युब फ्यामिली सबैजनालाई नमस्ते गुड मर्निङ। तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन। मैले चाहिँ मेरो युट्युबमा भिडियो हाल्नलाई रेडी गर्दैछु होइन। मेरो चाहिँ जस्ट फर्स्ट टाइम हो, कति कुराहरू क्या हो जानिँदैन, त्यही भएर बिस्तारै ट्राई गर्दैछु। हजुरहरू कतिजना एक्सपिरियन्स हुनुहुन्छ, तपाईँहरूको साथ सपोर्ट गरिदिनु होला, म पनि तपाईँहरूलाई सपोर्ट गर्छु होइन। त्यही भएर मेरो भिडियो कसरी बनाउने के हुन्छ नि सुझाव सल्लाह दिनु होला है त। थ्याङ्क यू सो मच। मर्निङ साथीहरू, मेरो चाहिँ चिकन म्यारिनेट गर्नलाई रेडी गरेको छु। यहाँ कर्नफ्लावरहरू हालेर मरमसला हालेर आज नानीहरू चिकन खाने अरे हो। हेर्नु त मोलेर तिर पनि हालिदिएको छु, चिल्ली फ्लेक्स कर्नफ्लावर सबै थोक हालेर मोलेर रेडी बनायो हो चिकन। अब फ्राई गरिदिनु छ। लुक्स अब यसलाई एकछिन 1 घन्टा जति राख्छु म्यारिनेट हुन। त्यहाँदेखि राम्ररी म्यारिनेट भएपछि मात्रै फ्राई गर्छु। र छोरालाई चाहिँ नि यो ब्रेड क्रम हालेर बनाइदिनु है मम्मी चिकन भन्दै थियो होइन। यो इटालियन स्टाइल ब्रेड क्रम्स रहेछ क्या। अनि यहाँ हालेर यहाँनिर बनाइदिएको। यो उसलाई चाहिँ यो चाहिएको छ अरे क्या, यसरी हालिदिनु भन्छ क्या। अनि त्यही भएर मैले चाहिँ यो ब्रेड क्रममा चिकन यस्तो उयो गर्दैछु क्या। मैले यसरी हालिदिनु अरे क्या, यसलाई चाहिँ ब्रेड क्रम हालेर बनाइदियो भन्छ। अनि मैले चाहिँ ब्रेड क्रम हालेर नि बनाइदिनु पऱ्यो त। अब यसले भित्रको चिकन चाहिँ पाक्ने हो कि होइन। आगो चाहिँ सानो लाउनुपर्छ, मिडियम फ्लेममा। त्यसरी नै बनाइदिने ट्राई गरेँ होइन। तर आइदैन होइन, भित्र चिकन पाक्छ कि पाक्दैन। मेरो छोरालाई चाहिँ यसरी नै खानु मन लागेको अरे। म हेल्प गर्छु तपाईँलाई रेसिपी तयार पार्न भन्छ हो। रेसिपी चाहिँ के जान्दैन, तर ऊ चाहिँ के भन्छ म सानो छु, मेरो हात डढ्छ, मम्मी तपाईँ बनाउनु न, म रेसिपी चाहिँ सिकाइदिन्छु भन्छ क्या। ट्राई चाहिँ गर्दैछु हो रेसिपी। चिकन पाक्छ कि पाक्दैन, उसलाई मनपर्छ कि पर्दैन। उहाँले भन्छ अरे के पुगेन। We need egg yolks so the more crumbs can get on it, and it also tastes better with the egg yolks. And egg whites. So you could crack like 3 eggs in a bowl, stir it up, and then you could put the chicken in, roll it over, put it back in, and put it in, and then it have more crust. So now it's more fried. ओके, उसले मलाई आइडिया दिएको क्या यसरी बना ल भनेर। त्यो भएर नानीहरूले जानेका चाहिँ हुन्छ नि, आफूलाई चाहिँ थाहा हुँदैन क्या। राख्थेँ होइन। ल टेस्ट गर त। Chick-fil-A sauce. It's really good. Good. Chick-fil-A chicken nuggets just a taste good. हो र फिडब्याक दिनु पर्यो नि त। It's amazing. Yeah. ब्रेड क्रम्स नहालिकन फ्राई गर्दैछु होइन। नानीलाई चाहिँ फेरि यस्तै मनपर्छ क्या, छोरीलाई चाहिँ। अरूले पनि यस्तै खानु खोज्छ। अनि खुचेलाई चाहिँ ब्रेड क्रम्स हालेर बनाइदिएँ। अनि यहाँ चाहिँ मेरो फ्राई हुँदैछ चिकन हो। आजको मेरो दिनहरू चाहिँ यसरी नै बित्दैछ है गाइस, के गर्नु। अलिअलि भोइस चाहिँ क्र्याक टाइप आइरहेछ हो। यस्तै हो, अलिअलि ट्राई गर्दैछु हो। चिकन चाहिँ फ्राई हुँदैछ, यतिको फ्राई हुँदैछ चाहिँ मिठो हुन्छ। यतिको भयो होइन। अब यस्तो बनाएर खाना पनि मिठो हुन्छ नि त।